बाबा छोराको पहिलो ब्लग। छोराले दिएन घुम्न, आखिर किन दिएन त घुम्न? जान्न चाहनुहुन्छ भने यो भिडियोको अन्तिमसम्म हेर्नुहोला। हेलो सम्पूर्ण दर्शकवृन्दहरूलाई मेरो नमस्कार। म आज तपाईहरुलाई साकुरा फुलको अवलोकन गराउन जाँदैछु। हामी आज साकुरा हेर्नको लागि तोनेरी कोयनको क्षेत्रमा आएका छौं। मेरो साथमा डन, मेरो हिरो। सरी हाई भन्दियो, हाई 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 गर, नमस्ते गर्दा, नमस्ते 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 गर्दा सरी, नमस्ते गर्दा, बाई। सरी आज मोजमा छ। उता चाहिँ हाम्रो हिरोनीहरूको फोटो सेसन हुँदैछ, भिडियो टिकटकको लागि टन्न बन्दैछ। आज महिनौं पछिको समय निकालेर साकुरा हेर्न आउने भन्ने कुरा भएको छ। र म चाहिँ छोरो ल्याउन जाँदैछु। छोरो कता हराइसक्यो, कहाँ आउँछ? ए छोरी 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 कता हो सोल्टी? सोल्टी कता हो नि? सोल्टी हाई गरिदिऊ, हाई। मेरो भिडियो सेसन चल्दैछ। लट्टी कहाँबाट भयो कहिले? छोरो छोरो जापानको बिजी ठाउँमा हामीले केही समय आफ्नो माइन्ड फ्रेस गर्नको लागि जापानको हरेक ठाउँमा घुम्ने गरिराखेका छौँ। त्यसै गरी आज मेरो चाहिँ फ्यामिलीसँगको टोकियोको तोनेरी कोयन, तोनेरी पार्क भन्ने ठाउँमा आएको छौँ। र मैले मेरो बाबुलाई अहिले बोकेको छु। छोरा हामी कहाँ छौँ अहिले? कहाँ छौँ अहिले? पार्कमा छौँ, पार्कमा छौँ। अब छोरा बल खेल्न होला नि त है। यो हल्ला ल्याएको छ है? हल्ला ल्याउँदैछ। आछि के हो यो? यो सानो सानो से हेलो, से हाई। हाई गर्छु। आछि फेरि केला। बल के? कस्तो पानी बस्ला, पानी नै छैन रहेछ। ऊ त्यहाँतिर टन्नै रहेछ। र आजको हाम्रो दिन चाहिँ यसरी चल्दैछ। छोरासँग बल खेल्दै, छोरालाई लुट्न नदिँदै, छोराको चकचक देखेर यस्तो है कायल हुँदै चलिरहेछ जिन्दगी। आज घुम्न त अरू बेला पनि गइन्थ्यो, तर यो पटकको घुमाइ अलि विशेष भएको छ। किनभने पहिलो पटक जापान आइसकेपछि बाबुसँग यसरी घुम्न निस्केको थिएँ र बाबा बनेर पहिला काकुले लिएको ठाउँमा त्यही ठाउँमा ल्याएको थियो। त्यही ठाउँमा गएर यसो बुझ्दाखेरि हामीले आज समयले त साथ दियो, मौसमले भने धेरै च्यालेन्ज गरिराखेको छ। मौसम तपाईहरुले हेर्न सक्नुहुन्छ, आकाशभरि पुरै के छ त बादल। बादल भएपछि के हुन्छ? पानी आउँछ। र पानी आयो भने
हामी भिज्छौँ। हामी भिजेपछि के हुन्छ त रुगा लाग्छ र रुगा लाग्यो भने के हुन्छ बिमारी भइन्छ। बिमारी भइयो भने के हुन्छ काममा जान सक्दैन। काममा गइएन भने के हुन्छ पैसा आउँदैन। पैसा आएन भने के हुन्छ पैसा आएन भने लाइफ चल्दैन। लाइफ चलेन भने के हुन्छ मरिन्छ। मऱ्यो भने के हुन्छ जिन्दगी सकिन्छ। त्यही भएर जिन्दगीको लाइफमा पानी चाहिँ नपरोस् भन्दै थिएँ तर पानीको छिटो हान्छ यार। ल अम्मा कसम ल पानी चाहिँ ठुलै च्यालेन्ज दिला जस्तो छ। हाम्रो घुम्नुपर्ने ठाउँहरू धेरै छ। यता चाहिँ हाम्रो मिसेसहरूले बहिनी बुढीले चाहिँ फोटोहरू खिच्दैछन् र उता चाहिँ मेरो बाबु छ। यो बाबु यार यस्तो दुःख दिइरहेछ आज। काम छुट्टी लिएर बसेको घुम्नु यसो नयाँ नयाँ ठाउँहरूको अवलोकन गरौँ भनेको कता लुकेर बस माउ 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 के गर्दै छोरी मजा लागिरहेछ। ल बस् त बस् त बस्नु बस बस बस् त नडगर्ने यार सोल्टा सोल्टी यस्तो दौग्ने होइन नि त झन्। बाउको बिहे देखिन्छ भनेको यही हो जस्तो लाग्छ यार। कसरी तैँले यस्तो गर्नु भएन नि त यार छोरी। नो 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 त्यसो नि त छोरी गाह्रो हुन्छ नि। ऊ त आइज बाबु छ आइज आइज त आइज ल बाबु छोरी घुमाउ क्या आइज आइज न आइज हाल्यो नि हात बाबालाई। अरू बेला त समात्छ त नि छोरी। अब ल ल आइज छोरी जाऊ। हेर छोरी इ को छोरो 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 ओहो छोरी हेर त यहाँ छोरी बाबासँग 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 हामी हामी अहिले कहाँ छ छोरी। हामी तोनेरी कोइनमा छौँ। जापानको तोनेरी कोइनमा यस्तै छ वातावरण साथीहरू। के गर्नु छोरोसँग। ल के गर्छ यता काम गर्छ। ल बाबासँग बाबासँग रुममा भयो भने मसँग जाउँ बाहिर भनी भनी है यस्तो गर्छ। र बाहिर ल्याइसकेपछि यही हो पारा। बाबाले यस्तो गराउँछ नि त। आमालाई आनन्द भएको छ बरु फोटो खिच्नलाई भिडियो बनाउनलाई। बाबासँग यस्तरी खेल्न पाउँछ है। जता गयो उतै जानुपर्छ। सोल्टी 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 छोरी यस्तो गर्नु भएन क्या। यस्तो गर्नु भएन यार। फेरि डगुरे ल आमासँग देखेपछि यस्तो हुन्छ यसको पारा। उहाँ चाहिँ मेरो बुढी हुनुहुन्छ बहिनी। ल सोल्टी बस्ने हो त बस्ने हो। ल हाई गरिदेऊ सबैले। बुढी हाई गरिदेऊ त यता हेर। बुढो अब युट्युबर भन्छ। छोरी 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 ल हेर्न सक्नुहुन्छ वरिपरिका दृश्यहरू यही नै हो। यसै गरी फाइनली पानी पनि परिसकेको छ। धेरै पानीको थोपाहरू हान्दैछ र यस्तै छ साथीहरू। जापानमा लाइफस्टाइल भनेको आफ्नो आफ्नो तरिकाले चलाउनुपर्छ। विदेशमा हुँदा मनमा जति
पीडाहरू जति रोदनहरू भए पनि केही समय निकालेर सबैले आफ्नो मनको भावनालाई पोखलेर हुन्छ नि खुसी हुने कोसिस गर्नु होला हैन। परदेशको ठाउँमा छौँ, सबै आफ्नो ठाउँमा ख्याल गर्नुपर्छ। र नेपालमा हुने सम्पूर्ण साथीभाइ इष्टमित्रहरूलाई चाहिँ के भन्न चाहन्छु भने तपाईँहरू जो कोहीले मलाई हेरिराख्नु भएको छ तपाईँहरू सबैलाई के भन्न चाहन्छु भने विदेश भनेको जुन अहिले मैले देखाइराखेको छु, जुन अरू मान्छेहरूले राम्रो राम्रो फोटोहरू भिडियोहरू हालिरहेका हुन्छन्, त्यो मात्रै विदेश छैन है त। कमै मान्छेले मात्र देखाउने एड गर्छन्, जुन रियल विदेश भनेको के हो त्यो मात्रै चाहिँ म पर्दैन अवश्य पनि है। किनभने त्यो एकदमै कहानी लाग्दो र कुनै कसै पनि मान्छेले आफ्नो दुःख र आफ्नो गर्ने काम देखाउन चाहँदैन जस्तो लाग्छ। जबसम्म त्यो मान्छे काममा पर्फेक्ट अथवा खत्रै काम छ भने अथवा दुःख भनेको लास्टै दुःख पाएको छ भने यदि दुइटाले मात्र देखाउने र मिडिलमा मान्छे भएको मान्छेहरूले कसैले पनि काम देखाउँदैन जस्तो लाग्छ मलाई। त्यसै क्याटेगोरीमा म पनि पर्छु। र यति भन्दै आज चाहिँ छोरासँग घुम्दैछौँ। बहिनीहरू जीवनमा साथीहरू जतिसुकै दुःख होइन भए पनि मन कठोर बनाएर होइन आफ्नो लागि चाहिँ सबैभन्दा आफ्नो ज्यानको ख्याल राखेर है काम गर्नु पर्दो रहेछ। आफू भएपछि आफन्तहरू हुँदो रहेछन्, आफू भएपछि पैसा हुँदो रहेछ होइन। सुरुमा चाहिँ विदेशमा आउने नयाँ नयाँ साथीहरूलाई विशेष त म के भन्न चाहन्छु भने जापान आइसकेपछि तपाईँहरूले सबैभन्दा धेरै प्रायोरिटी भने पैसालाई मात्रै नदिनु होला। प्रायोरिटी भनेको आफ्नो स्वास्थ्यलाई पनि दिनुपर्छ है। स्वास्थ्य नै धन हो भन्ने एउटा उखान छ नि, त्यो कुरा चाहिँ साँच्चै नै हो रहेछ कि नेपालमा जति पनि उखान टुक्काहरू छन् बुढापाकाहरूले बनाएका तिनीहरू कुनै न कुनै रूपमा हुन्छ नि एउटा सत्य तथ्यमा आधारित रहेछ कि। किनभने हामीलाई सुरुमा हुन्छ नि भर्खर टिनेजसम्म हुँदाखेरिसम्म केही पनि थाहा हुँदैन। त्यसै त नेपालमा हुँदा पनि केही थाहा हुँदैन र जब विदेशमा आउँछ, विदेशमा आइसकेपछि त्यो मान्छेहरूले पुरै विषयमा थाहा हुँदो रहेछ है। र त्यसकै लागि स्ट्रङ बन्नु होला, दुःख गर्नु होला है सबैले। यस्तै छ जिन्दगी। र अन्तिममा आज खिचेका फोटोहरूलाई मेमोरी स्वरूप यो भिडियोको अन्तिममा सबै फोटोहरू राख्ने निर्णय गरेको छु। मनपर्छ भने सबै हेरेर साथ दिनुहोला। आजको ब्लग कस्तो लाग्छ प्रतिक्रिया पनि दिनुहोला। यदि यसो पैसा कमाउनु पऱ्यो कि यार युट्युबतिरबाट नि सहयोग हान्नु पऱ्यो है। को हुनुहुन्छ चिन्ने आफन्तहरू साथीभाइहरू अथवा नचिन्ने नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैले सपोर्ट हान्नु पऱ्यो है। यसो पैसा कमाउनु पऱ्यो क्या।